सुरुमा मैले फेसबुकमै देखेको, त्यसपछि हाम्रो म्याडमलाई मैले कन्ट्याक्ट गरेँ। फेरि अब फेसबुकमा पनि धेरै कुराहरू आउनु, सबै कुरा पत्याएर पनि साध्य हुनु। अनि अफिसमै आउन मन लाग्यो, भिजिट गरेँ, उहाँसँग कुरा गरेँ। म यस्तो हो, कतै विदेशतिर पनि ट्राई गरिरहेको छु भन्दाखेरि होटेलको विषयमा मलाई खासै होटेलको खानेकुरा मात्रै थाहा थियो। अरू त्यहाँ गएर कसरी काम गर्छन्, के छ, त्यो सम्बन्धी केही पनि थाहा थिएन है। तर पनि अलिअलि कुराहरू सिकेँ। यो वातावरण उहाँले सृजना गर्नुभयो, उहाँलाई एकदम उच्च सम्मान छ। त्यसपछि हाम्रो मोहन सरले आफूसँग जति कुराहरू थियो त्यो कुराहरू सिकाउनु भयो। एउटा होटेलको पनि राम्रो भिजिट गरियो, मिठो मिठो खानेकुरा अनि र आजको यो सर्टिफिकेट वितरणले गर्दाखेरि एउटा चुनौती पनि थपियो। यो सर्टिफिकेटलाई लगेर सिधा निमुन्चे अब यस्तो भन्दा हुँदैन। हामीले सिकेको कुराहरू यसलाई हामीले व्यवहारमा ल्याउनुपर्छ होइन। अब कुन होटेलमा जाने होला, अब यसले हामीलाई कति कुदाउँछ कि। अस्ति एउटा होटेलमा गएको, इन्टरभ्यू दिनुपर्छ, अब यहाँ डकुमेन्ट चाहिन्छ, निवेदन दिनुपर्छ, हरेक कुराहरू भन्यो होइन। अब 5 स्टार होटेलमा त्यस्तोमा सिक्न पाएको केही कुराहरू सिकिन्थ्यो होला 1-2 महिना भयो भने। त्यो कुराहरू समग्र अब भोलिको दिनमा पनि यस्तो कार्यक्रमहरूमा अब एउटा फर्स्ट बियर होस्, बियर व्यक्ति हो भनेर सम्झिनु होला।